नानी ना यताउता एकछिन यता मेरो काखामा आउन हौ ठुली भइसकेपछि त काखामा लिन पाइँदैन नि अनि सबैजनालाई खोइ तपाईलाई चाहिँ म काखामा लिन्छु सबैजनालाई के भन्नुपर्छ नमस्ते म तपाईहरुको क्युटी क्युटी परी नानी आज एउटा तिमीलाई प्रश्न गर्दैछु ल के तिमी त छोरी हौ नि नानी त छोरी भएर तिमी खुसी छौ खुसी छु मम्मी बहुत खुसी छु के को लागि खुसी छौ यो हनी लड्की लड्की हो छोरी मान्छे हो म पनि अनि एउटा मम्मी छ हुनुहुन्छ नानी हजुर अनि तिमी के को लागि खुसी छौ भन त बेटा मलाई राम्रो लाग्यो कि तपाईले मलाई जन्म दिए अरु भनिदेऊ ठुलो भएर म तपाईहरुलाई काम सघाइदिन्छु पापाले जे भन्नुहुन्छ त्यही गर्छु अरु तपाईलाई पनि जे भन्नुहुन्छ त्यही गर्छु कपडा धुलाइदिन्छु अरु तपाईहरुको पेट दुखी भने के भयो भने म दबाई लिएर आउँछु र त्यति गर्छौ र अरु तिम्रो मनमा के छ भन्देऊ न त छोरी बिना त एउटा यो संसार राम्रो हुँदैन अधुरो हुन्छ हैन वाओ यति राम्रो कुरा गर्यौ अरु छोरी त शक्ति हो छोरी त शक्ति हुने हमेशा शक्ति भएरै हामी जिउनु पर्छ हमेशा शक्ति भएर हामी के गर्नुपर्छ नानी जिउनु पर्छ धेरै राम्रो कुरा गरिदेऊ है मन खुश गर्यौ र सबैजनाको मन खुश लाग्यो कि लागेन भनिदेऊ त सोधिदेऊ न तपाईहरुलाई मन खुश लाग्यो कि लागेन के भन्नुहुँदैछ लागो र हामी जति पनि छोरी मान्छे छौ हैन सबैजना हामी शक्ति भएर जिउनु पर्छ नि नानी हामी सबैजना शक्ति भएर जिउनु पर्छ किनकि छोरी बिना यो संसार के छ अधुरा छ ल राम्रो लागेमा हाम्रो परीलाई लाइक कमेन्ट गरिदिनु है र धेरै सपोर्ट गरिदिनु एकदम कुरा जान्दाछिन् उलाई सिकाउनु यति पर्दैन कुरा चाहिँ जान्दाछिन् अहिलेसम्म चाहिँ पछि गएर कस्तो हुन्छन् थाहा छैन राम्रै हुन्छ बाइ बाइ भनिदेऊ न त नि सबैजना र तपाईहरु बि तपाईहरु ठुलो भएर मम्मीहरुको काम चाहिँ सघाइदिनु होला अनि मम्मीले जे भन्यो भने पापाले बि जे भन्यो भने त्यही गरिदिनु होला गाइस बाइ बाइ ओके बाइ